नेपालमा हालेको जेन जी आन्दोलनले राजनीतिक, सामाजिक र सांस्कृतिक जगतलाई नै हल्लाइदिएको छ। यो आन्दोलन मुख्यतया युवाहरू, विशेष गरी 20 देखि 30 वर्षभित्रका विद्यार्थी, रोजगारी खोजिरहेका तर बेरोजगार र नयाँ पुस्ताका पेशेवरहरूले अघि बढाएका थिए। सुरुवातमा यो आन्दोलन सामाजिक सञ्जालमै सीमित जस्तो देखिएको थियो। फेसबुक, टिकटक, ट्विटर जस्ता माध्यममा युवाहरूले भ्रष्टाचार, बेरोजगारी र राजनीतिक नेतृत्वको असक्षमतालाई लिएर असन्तोष प्रकट गर्न थाले। तर छिट्टै यो असन्तोष वास्तविक सडक आन्दोलनमा परिणत भयो। राजधानी काठमाडौँदेखि विराटनगर, पोखरा, नेपालगञ्ज जस्ता ठूला सहरहरूमा हजारौं युवा सडकमा निस्किए। उनीहरूको मुख्य माग थियो भ्रष्टाचार अन्त्य गर, रोजगारीको अवसर दिए र पुराना नेताहरूले मात्र सत्ता कब्जा नगरेर नयाँ पुस्तालाई अवसर दे। सुरुवाती चरणमा प्रदर्शन शान्तिपूर्ण थियो। युवाहरूले प्लेकार्ड बोके, नाराबाजी गरे र गाउने नाच्ने शैलीमा सन्देश फैलाए। तर जब प्रहरीले कडा नियन्त्रण गर्ने प्रयास गर्यो, त्यतिबेला भिडन्त सुरु भयो। अश्रु ग्यास, लाठीचार्ज र पानीको तोप प्रयोग भएपछि केही ठाउँमा आन्दोलन हिंसात्मक रूप लियो। युवा प्रदर्शनकारीहरूले सडकमा टायर बालेर अवरोध खडा गरे, सरकारी भवन अगाडि ढुङ्गा हाने र कतिपय स्थानमा प्रहरीको गाडी समेत तोडफोड गरे। आन्दोलनले छोटो अवधिमा राजधानीलाई नै थला पार्यो। सडक अवरुद्ध हुँदा यातायात ठप्प भयो, बजार बन्द भए र सामान्य जनजीवन प्रभावित बन्यो। आन्दोलनमा सहभागी भएका धेरै युवा आफूलाई कुनै राजनैतिक दलसँग आबद्ध मान्दैनन्। उनीहरू स्वतस्फूर्त रूपमा सडकमा उत्रिएका थिए। जेनजीको विशेषता नै यही देखियो। उनीहरूले सामाजिक सञ्जाल प्रयोग गरेर एकअर्कालाई आह्वान गरे, मेसेन्जर ग्रुप र टिकटक भिडियो मार्फत आन्दोलनको स्थान, समय र रणनीति तुरुन्तै साझा गरे। यसरी आयोजना भएको प्रदर्शनमा नेताविहीन तर सहभागीले भरिएको एउटा अद्वितीय संरचना देखियो। सरकारको प्रतिक्रिया भने कठोर रह्यो। प्रहरी प्रशासनले आन्दोलनलाई नियन्त्रण गर्न सयौं युवालाई गिरफ्तार गर्यो। कतिपयलाई पक्राउ गरेर दिनौंसम्म हिरासतमा राखियो, जसले झन आक्रोश थप गर्यो। प्रदर्शनकारीहरूले प्रहरी हिंसाको विरोध गर्दै अझ ठूलो संख्यामा सडकमा निस्किन थाले। यही क्रममा राजधानीमा प्रधानमन्त्री विरुद्ध ठूलो नाराबाजी भयो। अन्ततः राजनैतिक अस्थिरतासँगै प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्नु परेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत प्रकाशन गरे। यसले देखायो कि नेपालमा जेनजीले सञ्चालन गरेको आन्दोलन केवल असन्तोषको विस्फोट मात्र नभई वास्तविक राजनैतिक परिणाम ल्याउने खालको शक्ति बोकेको छ। सामाजिक सञ्जालमा बनेका गीत, मिमे र व्यङ्ग्यात्मक भिडियोहरूले आन्दोलनलाई अझ लोकप्रिय बनाए। तर यस बीचमा केही सीमाहरू पनि स्पष्ट भए। आन्दोलनमा एउटै साझा नेतृत्व नभएकाले मागहरू स्पष्ट रूपमै सङ्गठित हुन सकेनन्। कतिपयले भ्रष्टाचार अन्त्यको माग गरे भने कसैले रोजगारी प्राथमिकता दिए, कसैले पुराना नेताको राजीनामा मागे। यही कारणले दीर्घकालीन रणनीति बनाउन कठिन भयो। यद्यपि तत्कालीन राजनीतिक सङ्कट निम्त्याउने काममा आन्दोलन सफल रह्यो, तर दीर्घकालीन संस्थागत सुधार अझै प्रक्रियामा मात्र छ। विरोध र दङ्गाका क्रममा सबैभन्दा संवेदनशील पक्ष ज्यानको नोक्सान हो। काठमाडौँ र ठूला सहरहरूमा चर्को भिडन्त हुँदा केही युवाहरू घाइते भए र दुःखको विषय के छ भने केहीले आफ्नो जीवन नै गुमाए। अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा अचानक आउने घाइतेहरूका परिवारहरूले आफ्ना प्रियजनको शव लिएर सडकसम्म आए, शोकसभाहरू भए र स्थानीय तहमा पनि दिएका चिहान जस्ता सांस्कृतिक र धार्मिक अनुष्ठानहरू गरियो। मृतकका परिवारहरूले न्यायको माग गर्दै प्रदर्शनलाई अझ तेज गरे र स्थानीय मानवाधिकार सङ्गठनहरूले घटनाको स्वतन्त्र छानबिनका लागि दबाव दिन थाले। कतिपय ठाउँमा गोली, ढुङ्गा, प्रहार वा ट्राफिक नियन्त्रणको क्रममा भएको धक्का बटुका र भगदडले ज्यान गएको खबरले समग्र समाजलाई स्तब्ध तुल्यायो।
सम्पत्तिमा परेको नोक्सान पनि ठूलो रह्यो। भिडले बजार क्षेत्रमा प्रवेश गर्दा सुन्तला बक्सदेखि लिएर कपडा, इलेक्ट्रोनिक्स र किराना सबैमा क्षति पुगेको रिपोर्टहरू आए। कतिपय व्यापारिक संरचनामा आगजनी भए र दीर्घकालीन पाइपलाइनमा असर परेपछि केही व्यवसाय स्थायी रूपमा बन्द हुन पुगे। यसले साना व्यापारी र कामदारहरूलाई विशेष गरी आघात गर्यो, जो दैनिक आम्दानीमा निर्भर थिए। किराना पसल र होटलमा सामानको क्षति र मर्मतमा लागेको खर्चले साना उद्यमीहरूलाई वित्तीय सङ्कटमा धकेलेको छ। सरकारी सम्पत्तिमा पनि ठूलो असर परेको थियो। केही प्रदर्शनकारीहरूले स्थानीय प्रशासनिक कार्यालय वा राज्यका प्रतीकात्मक संरचनामा तोडफोड गरे। अफिसभित्रका फर्निचर, कागजात र कम्प्युटर प्रणालीहरू क्षतिग्रस्त भए। एकाधा ठाउँमा ट्राफिक सङ्केत, सडक बत्ती र सार्वजनिक शौचालय जस्ता आधारभूत सुविधामा पनि क्षति पुगेको देखियो, जसले सामान्य जनजीवन प्रभावित रह्यो। सरकारी संरचनामा भएको तोडफोडका कारण प्रशासनिक सेवा सञ्चालनमा अवरोध आयो र पुनर्निर्माण र सीधा मर्मतमा ठूलो रकम खर्च हुनु पर्यो। सार्वजनिक बस मार्ग अवरुद्ध भएका कारण यातायात व्यवस्था लामो समयसम्म प्रभावित रह्यो र दैनिक यात्रु र स्कुल क्याम्पस जाने विद्यार्थीको तालमेल बिग्रियो। लामो समय बन्द रहेका बजार र उत्पादन केन्द्रका कारण रोजगारी र आपूर्ति सन्तुलनमा असर परेको थियो। आर्थिक प्रभाव व्यापक भयो। छोटो अवधिमा व्यावसायिक घाटा, दैनिक आम्दानीमा कमी र पर्यटन क्षेत्रमा पनि नकारात्मक सङ्केत देखिए। होटल, गेस्ट हाउस र ट्राभल सेवा प्रदायकहरूले बुकिङ रद्द हुन थालेका थिए र स्थानीय पर्यटनमा निर्भर भएका व्यक्तिहरूले आय गुमाए। बैंक र वित्तीय सेवा केन्द्रहरू केही सहरमा सामान्य रूपमा सञ्चालन हुन नसक्दा लेनदेनमा अवरोध आयो र साना व्यापारले नगद प्रवाहमा समस्या झेल्नु परेको थियो। समाजमा भावनात्मक र मनोवैज्ञानिक प्रभाव पनि ठूलो रह्यो। हिंसात्मक घटना र माध्यमबाट देखिने आक्रोशले परिवारहरूमा तनाव बढायो र विद्यालय र कलेजका कक्षाहरू केही हप्ता बन्द भए र विद्यार्थीका शैक्षिक गतिविधिमा अवरोध आयो। साना बालबालिका र वृद्धहरू असुरक्षित महसुस गरे। केही समुदायमा स्थानीय तहमा आपसी विश्वास कमजोर भयो। परिवारहरूले क्षतिपूर्ति र न्यायको माग गरे। व्यापारी सङ्घ र आर्थिक समूहले क्षति नापनका लागि पूरक अनुदानको माग उठाए। स्थानीय सरकार र केन्द्रीय निकायले मर्मत, मुआवजा र सुरक्षा सुनिश्चित गर्ने योजना ल्याउन बाध्य भए र असर भएका समुदायहरूबीच विश्वास पुनर्निर्माण, न्याय र दण्ड प्रक्रिया पूर्ण पारदर्शी रूपमा अगाडि बढाउनु अब लामो चुनौती बन्न पुगेको छ। अन्ततः यस ज्यान र सम्पत्तिको नोक्सानले नेपालमा भएको जेन जी आन्दोलनको एउटा गहिरो र दुःखद पक्षलाई देखायो, तर साथै यसले एउटा आवश्यक संवाद र परिमार्जनको अवसर पनि ल्यायो। कहिले दमनबाट क्षति बढ्छ र कहिले संवादबाट समस्याको शान्तिपूर्ण समाधान सम्भव हुन्छ भन्ने प्रश्न उठाएर नीति निर्माता, समाजशास्त्री र स्थानीय नेताहरूलाई सक्रिय बनायो। प्रभावित परिवारहरूका चोट र आर्थिक घाटालाई मध्यनजर गर्दै दीर्घकालीन पुनर्निर्माण, न्याय सुनिश्चित गर्ने व्यवस्था र युवा समावेशी रोजगारीका कार्यक्रमहरूले मात्र यस्तो प्रकारको सामाजिक सङ्कटलाई सार्थक रूपमा समाधान गर्न सक्छन्। देशको दृश्य परिदृश्य कार्यक्रम बिम्ब प्रतिबिम्ब, हिमाल, पहाड र तराईका जनताको सुख दुःखको आवाज बोल्ने कार्यक्रम बिम्ब प्रतिबिम्ब मात्र नेपाल टेलिभिजनमा हरेक सोमबार बिहान 6:30 बजे।